अरूलाई दिए, आफू लग्जरीमा बस्यो। यो समयमा चाहिँ के गर्यो त राजाले भन्दाखेरि सूर्यको समय त्यो रेस्पोन्सिबिलिटी म आफै लिन्छु भाइ, तिमीहरूले लिनु पर्दैन भन्ने खालको हिसाबमा चाहिँ उहाँले आफैले लिनुभयो कि भन्ने खालको अवस्था लिएर आउने अवस्था बन्यो होइन। सो त्यो चाहिँ यो जुन चाहिँ भिनसले जुन लिएर आएको थियो, भिनस केतुको समय चाहिँ यो प्रत्यन्त दशामा केतु सर्ने बित्तिकै यो भिनसको चिजलाई क्यान्सल गरिदियो कि हजुर। भिनस भन्ने बित्तिकै अब हाम्रो जति नै मल्टी पार्टी सिस्टम छ नि त हजुर, यो त भिनसले रिप्रेजेन्ट गर्ने भयो नि त हजुर कुनै न कुनै किसिमबाट होइन। भनेपछि त्यसलाई क्यान्सल पनि गर्नुपर्ने अवस्था भयो पब्लिकल्ली, त्यो पनि कुम्भ राशिको क्वालिटीमा आउँदाखेरि चाहिँ होइन। त्यसमा चाहिँ अब मासको इन्डिकेसन भयो भने यसले पनि केही हदसम्म चाहिँ त्यो सिनारियोलाई देखायो भनेपछि यो समयसँग पनि यो चार्टले चाहिँ काम गरिरहेछ है भन्ने खालको अवस्था देखाइरहेको प्याटर्न आयो कि प्याटर्न आइरहेछ। अब यहाँ चेन्जेस के भयो त भन्दाखेरि अब तनाव चाहिँ यहाँ भयो क्या अब नेपालको गणतन्त्र दिवस आउँ है। हजुर यो स्क्रिन त यहाँ अहिले राख्नु मिल्दैन, पछि त्यो फोटो राखिदिन्छ है। नेपाल गणतन्त्र दिवसमा मैले जेठ 15 गते होइन हजुर, अब चाहिँ वृश्चिक राशि आउँछ कि लग्नमा, किनभने अब नयाँ संविधान अब हजुरको रिपब्लिक भनेर चाहिँ गरेपछि मोनार्की त हट्यो यो दिनबाट, भनेपछि नयाँ कुन ट्रान्सफर्मेसन त आयो। तर यो चाहिँ अब चाहिँ ट्रान्सफर्मेसनको स्टेजमा हुने भयो क्या, अगाडिसम्म चाहिँ धनुको थियो होइन। अनि लग्नमा राहु थियो, त्यो भएको कारणले फेरि लग्नको राहुलाई पनि हराउनु त गाह्रै हुन्छ नि होइन, त्यो खालि क्वालिटी त थियो। अब यो कुण्डलीमा के भइदियो भने अब यसमा अलिकति हेरौँ ल सर, यसमा बृहस्पति निच्छ कि कुम्भ राशि नै पर्यो, राहु केतुको त्यही कम्बिनेसन छ। अब यहाँ चाहिँ राज्य स्थान सिंह लग्न राज्य स्थानमा चाहिँ शनि र केतु बस्यो, सो राजा फालियो नि त। शनि भनेको त कम्युनिस्ट हो नि, शनि भनेको प्योर कम्युनिस्ट हो होइन, भनेपछि कम्युनिस्टले शासन गर्ने भयो त्यहाँ आइसकेपछि। र केतु छ यो राजा राजगद्दीहरू मन पर्दैन, एउटा भुइँ मान्छे हो भन्ने धारणा भएको मान्छेले त राजा भनेर सम्बोधन गर्नै सक्दैन। अब त्यो माओवादी नै आयो भने बलियो छ दशम भावमा। हजुर दशम भावमा अब यो शनि आएर बस्नु भने शनिलाई चाहिँ मैले जहिले पनि कम्युनिस्ट क्वालिटी ल्याउने भने त्यो शनि हो भन्छु कि होइन, त्यहाँ इक्वालिटी पार्टहरू आउला। शनि भनेको बुढा मान्छेहरू पनि भनेपछि अब कसले राज गर्ने भयो त कम्युनिस्टले शासन गर्ने भयो कि अब नेपालमा चाहिँ त्यो भयो। तर यहाँ केतु बसेको छ, केतुले अब हजुरको 3 नम्बरलाई रिप्रेजेन्ट गर्ने भयो न्युमेरोलोजिकली होइन, अब ट्रायङ्गल अथवा 3 चोटिको रिपिटेसन प्याटर्न होइन भनिसकेपछि अब 3 जना बुढाहरू नै भयो क्या यस्तो भयो कि अब आफै 3को प्याटर्न त हुनु पर्यो, 3को प्याटर्न त आउँदैन। अनि 3 वर्षमा ब्रेक पनि त हुन्छ, दशम स्थानको 3को बुढाहरू फेरि उसले घुमफिरी खाने मान्छे त घुमफिरी खानु भयो। 3 वर्षमा उसको अब 10th हाउसको करियर हाउसमा 10th हाउसमा केतु छ भने तैँले 3 वर्ष हुन्छ बेसी कामै गर्दैन भन्नु भयो नि त, अथवा चेन्ज गर्ने भयो। तिनको साइकल त्यहाँ पनि आयो हजुर होइन। अनि यो त अचम्मै भयो भन्नुभयो कि मलाई के भइसकेपछि अहिलेको लागि अब यो बृहस्पति निच र लग्नेश पनि निच भएर बस्थ्यो कि। अब हेर्नुहोस् यतिखेरको चार्टमा निचै भएछ, तर अब 3rd हाउसले त हजुरको छिमेकी पनि भन्ने भयो नि त। छिमेकी साइडमा चाहिँ अब चाइना कुण्डली हेरेँ, चाइनाको मकर राशि मकर लग्न रहेछ। ए भनेपछि नेपालको छिमेकी त्यहाँ 10 नम्बर त्योबाट पनि मेसेज गर्नु खोज्यो। र बृहस्पति पनि आउँदाखेरि चाहिँ अब त्यहाँ अर्को एउटा क्वालिटिजबाट हेर्दाखेरि चाहिँ अब ठुल्ठुलो देशहरू पनि भन्न मिल्यो छिमेकीमा, बृहस्पतिले एकदम ठुलो क्वालिटीलाई गर्न खोजेको। त्यसमा एउटा चाहिँ कम्युनिस्ट छ है क्वालिटी भन्ने खालि क्वालिटी चाहिँ सियोरी देखियो चाइना, तर इन्डियाको क्वालिटी त्यति देखिरहेको छैन यहाँ चाहिँ। तर त्यति मजाले देखेको छैन। अब बृहस्पति भएको कारणले गर्दाखेरि अब त्यहाँ धर्म सम्बन्धी जोडिएको कुराहरू देखिनु खोजेको त्यहाँ होइन। आइडोन्ट नो त्यसमा चाहिँ अब मेरो अझै एक्सप्लेनेसन बाँकी नै छ यसमा। तर त्यतिखेरको डेटको कुण्डलले त्यतिखेर नै कुम्भ राशि नै देखायो, हिजो अघि मेन चार्ट अनुसारले कुम्भ राशि नै हो नेपालको। सो राशि चेन्ज भएन कि यो कुम्भको अंश चाहिँ कुम्भको अंश आइ नै राख्यो। सो त्यतिखेर राहु पनि छ यो ठाउँमा र शनि र केतु पनि यो ठाउँमा बसेर चाहिँ अगेन राहु केतुले पनि छोडेन। अब मेरो चाहिँ अब सोच्दै जाँदाखेरि अब मलाई पनि धेरैजनाले अब के हुन्छ त भनेर सोध्दै जाँदाखेरि चाहिँ मैले एन्सर दिने अवस्थामा कस्तो भने अब दशा हेरौँ है सर। दशा हेर्दाखेरि अहिले शनिको चल्ला चाहिँ शनिमा अहिले ठ्याक्क मर्करी चलिरहेको अवस्था हो, शनिमा मर्करी। सो अब मर्करी ठ्याक्कै केतु नै चलिरहेको छ कि है त नोभेम्बर 5। अब यहाँ कसरी हो शनि मर्करी सूर्य सिद्धान्तबाटै हेर्नु भएको। हजुर हजुर प्योरली सूर्य सिद्धान्तबाट यहाँ कस्तो डेट सुत्दै मिल्दैन, सूर्य छ हैन डेट सुत्दै मिल्दैन कि हजुर। किन भन्दाखेरि त सेप्टेम्बर 5 मा केतुको सुरु भयो नि हजुर होइन। अब अहिलेको यो ट्रान्जिट हेरौँ भने त अहिलेको ट्रान्जिटमा त केतु यहीँ छ, राहु यहीँ छ होइन। अब यहाँ त अस्ति सूर्य पनि थियो, अस्ति बुध पनि थियो। सो दशा चल्ने बेलामा अस्तिको जेन्जी आन्दोलनमा शनि मर्करी केतु हो, अनि बच्चा मर्दैन त। अच्छा 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 मर्ने भयो कि हजुर, बच्चाको कारकै भयो त, बच्चा कारकै भयो। अनि त्यो वार कसरी भयो त, शनि अलरेडी नेटल चार्टमा छ र त्यो ठाउँमा त अहिले सूर्य आएर बस्यो। सूर्य शनि हुने बित्तिकै के भयो त भन्दाखेरि त्यहाँ गभर्मेन्ट सम्बन्धी फाल्छ त्यहाँ त एक्सन आउने नै भयो। प्लस त्यसमा त्यो 1 दिन अगाडि मात्र चन्द्रग्रहण भएको छ होइन।
चन्द्रग्रहण कहाँ भएको छ त नेपालको चौथै स्थानमा भएको छ अगेन होइन र स्याटर्न र राहु र केतु रिटर्न्स पनि भइरहेको छ अब यहाँ कुरा के हो भने हाम्रो देशको कुण्डलीमा बृहस्पति जब निचको भयो अब यो अहिलेको यो बनेको कुरालाई अब सब्सिडियरी सब चार्ट भनौँ न मेन चार्ट यही नै हो हुन चाहिँ नेपालदेखि नै हो तर यो चाहिँ अब संविधान बनिसकेपछि गणतन्त्रको चार्ट यो बने पनि यतिखेर राजा थियो त्यतिखेरको चिज चाहिँ यो कुण्डलीमा आएर चाहिँ निच भइदियो त्यसले गर्दाखेरि त्यो एउटा चाहिँ जुन किसिमको हाम्रो नेम फेम अन्य हुन्थ्यो त्यो सूर्यबाट आउने क्वालिटिज हो तर हराएको वाला सिनारी आयो त्यहाँ चाहिँ होइन अब मेरो कुरा चाहिँ के भन्दा अहिले बृहस्पति जुन मिथुन राशिमा बसिरहेको छ यहाँबाट जब कर्कट राशिमा उच्च हुन्छ सो नेक्स्ट इयर होइन कुनै न कुनै अब राहु केतु त कुम्भ राशि छोड्नेवाला छैन यो त प्याटर्नै देख्यो क्या त्यो त उसले छोड्दै त्यो त प्याटर्नै बस्नुभयो भनेपछि अनि अर्को के भयो त भन्दाखेरि अब बृहस्पति उच्च भएको बेलामा नेपालको कुण्डली बन्नु पर्यो अनि कस्तो हुन्छ त भन्दाखेरि अब मलाई अलिकति डर चाहिँ के छ भने शनि चाहिँ अलि मीन राशिमा जाने बित्तिकै शनिको के हो त एन्डिङ आयो साइकल त कम्प्लिट हुन्छ तर उसको 2 वर्ष त बाँकी छ त्यो भएर बुढाहरू फर्किन्छन् फेरि भन्ने खालको एउटा छ तर बृहस्पति जब म कर्कट राशिमा जान्छ उसको दृष्टि पर्छ क्या उसले चाहिँ त्यसपछि त्यो शनिमा बृहस्पतिको राशिमा बसेको छ उच्चको बृहस्पतिले दृष्टि दिँदाखेरि त्यो शनि सप्रिने अवस्था हुन्छ क्या अब कुनै न कुनै किसिमको सो त्यो समयसम्म चाहिँ यु हेभ टु वेट एन्ड सी यदि 2083 सालमा कुनै किसिमको नयाँ संविधान अथवा नयाँ सिस्टम लागू भएर नेपालको नयाँ कुण्डली बन्नु छ भने धेरै नै प्रस्परस हुन्छ नेपाल चाहिँ भएन भने चाहिँ मेरो आजभन्दा 4 वर्ष अगाडिको यो रिसर्च मैले पहिला पनि गरेको थिएँ त्यतिखेर मैले चाहिँ यो 2027 आउँदैछ नेपालमा सिभिल वार हुन्छ भनेर पहिले प्रेडिक्ट गरेको थिएँ किनभने यो मङ्गलको साइडतिर आयो क्या मैले साथीहरूलाई सबैलाई भनेको थिएँ मैले कहिले मार्केटिङ चाहिँ गरिनँ यो गर्नुभएको थियो तर यसरी हजुरको त सायद यो भिडियो नै आज फर्स्ट भिडियो होला जस्तो मलाई होइन मार्केटिङ त सधैँ थिएन तर आफ्नो लेभलको त्यो रिसर्च चाहिँ पहिलादेखि एक खालको त्यो गणितबाट चाहिँ देखिन्छ भएको थियो देखिन्छ त्यो चिजै चाहिँ सन प्रोग्रेसनबाट डाइरेक्ट देखिन्छ देखिनु भएको र त्यसमा दशा चेक गर्नै पर्यो तर दशा चेक गर्न चाहिँ चार्टमा चाहिँ मिल्दैन भने त्यो ट्यालीको लागि तर एउटा गणितको हिसाबले त्यो देख्नु चाहिँ भएको थियो सिद्धान्त अनुसारले चाहिँ सूर्यको पोजिसनले चाहिँ ठ्याक्कै देखाइदिन्छ होइन अनि त्यस्तै गर्दै गर्दै जाँदाखेरि चाहिँ मार्केटिङै गर्छु भन्दा पनि रिसर्च नै बढीमा हुन्छ क्या हजुर जस्तो मान्छेहरूको तर ठिक छ राम्रो हो त्यो पनि आफ्नो ज्ञानमा त पक्का भयो नि त यसरी नेपालका चार्ट बनाएँ यस्तै गरेर चाहिँ मैले अर्को यो चाहिँ मलाई यो गर्नको लागि यो बुकले मलाई एकदम हेल्प गर्यो किनभने यो मैले पहिले गरिसकेको थिएँ त्यसपछि बल्ल यो किताब चाहिँ मैले आजभन्दा यस्तै 10-15 महिना अगाडि किनेको किताब हो कि त्यसपछि मैले यहाँबाट एक दुईवटा यो किताब चाहिँ देखाइदिइहालौँ यो किताब चाहिँ मल्लकालीन संस्कृति र ज्योतिष विज्ञान भनेर यो रहेछ कसैलाई नेपालको हिस्ट्री डाक्टर वीरेन्द्र प्रसाद कायस्था एकदम सिनियर एस्ट्रोलोजर हुनुहुन्छ उहाँ पनि नेपालको अनि उहाँ नेपालको बारेमा अझै बृहत रूपमा जान्न मन छ भने चाहिँ यो किताबलाई फलो गर्नु त्यो उल्टो पाल्टो भएर चाहिँ पछि भिडियो मिलाएर राख्नुपर्छ है सर उहाँ चाहिँ डाक्टर साहब हुनु भएर चाहिँ फोटोहरू नबाट नदिनु पनि पहिचानबाट चिन्नुभएको हुन्छ पछि त्यो उसमा राखिदिनु भिडियोमा त्यो टिकको एउटा त्यो उसमा राख्नु यो चाहिँ एकदम खतरा किताब छ उहाँको मैले दुईवटा किताब किनेछु दुईवटै किताब उहाँ चाहिँ अब नेवार भएर भएको कारणले गर्दाखेरि नेवार मल्लकालीन संस्कृति सम्बन्धी रिलेटेड कुराहरू धेरै नै जोड दिनुभएको छ र जति पनि हाम्रो यो किताब यति राम्रो छ कि हजुर कुनै पनि नेपालको चाड पर्वहरू छ नि त्यसलाई एस्ट्रोलोजिकली किन मनाउँदैछ यसमा चाहिँ बेस चाहिँ एस्ट्रोलोजी छ होइन जस्तै हजुरको चाहिँ बिस्का जात्रा किन मनाइन्छ होइन अब तपाईँको चाहिँ नागपञ्चमी त्यही बेलामा किन मनायो त्यतिखेर चाहिँ एस्ट्रोलोजिकल सिग्निफिकेसनहरू के थियो र त्यसको दन्त कथाहरूदेखि लिएर तर यस्तो हाई लेभलको किताबहरू खास हाम्रो यो कोर्समै पढाउनु पर्ने हो नि है भन्ने नै हो भने यो त चाहिँ अलिकति डिफेक्ट भएको संस्कृत भाषा किन निकालेको नि अनि यस्तो किताबहरू छैन एटलिस्ट मैले चाहिँ के भन्थ्यो भन्दाखेरि कोर्समा चाहिँ हाम्रो नेपालीको पहिचान भइसकेपछि त यस्ता यस्ता किताबहरू त त्यो कोर्समै राख्दै भइगयो त कोर्समै राखिन्थ्यो अब ठिक छ केही छैन त्यो एउटा सिनारी चाहिँ नेपालको लागि चाहिँ यति चाहिँ मैले देखेको कुरा हो र अब सिनारीमा चाहिँ अझ पछि हेर्दै जाँदाखेरि हजुर यहाँ क्वालिटी अब यो चार्ट चेन्ज हुनै पर्छ यो चार्टले चाहिँ कुनै हिसाबमा पनि राम्रो देखाउँदैन यहाँ पनि सूर्य बुध र शुक्र बसेको छ शुक्रको राशिमा बस्थ्यो अब यसपालि चाहिँ होइन भनेछ अब बुध बकरी छ लग्नेस गरेर निच भएर बस्नेको अवस्थाहरू बन्यो होइन दोस्रो भावको समय निच भएर बसेको छ छिमेकी स्थानमा भनेपछि अब पैसाको भ्यालु घट्दै जाने अवस्था त्यहीबाट पनि भन्नुभयो त्यसरी झन्झन होइन बृहस्पति फेरि पैसाको कारक पनि हो दोस्रो भावको कारक पनि यो कुण्डलले आयो त दोस्रो भावको मालिकै भयो होइन त्यो दोस्रो भावको मालिक अनि पछि तपाईँको पञ्चमको मालिक सो बच्चाहरू पनि किन पढ्नलाई विदेशै जाने भयो त अब नेपालको सबै चाहिँ यङ्स्टरहरू
पढाइको लागि चाहिँ विदेशी सात समुद्र पारै जाने पनि यो पाइसिसले नै देखाएको A3 को पद छ हेर्नुहुन्छ न फेरि ट्राभलको अंश आएर बस्दिएको छ भनेपछि जाने नै भयो के भनेपछि अब यो चार्ट जसरी चेन्ज भएन भने अब भनौँ न नेक्स्ट इयर चाहिँ कुनै पनि किसिमको हामी फसिरहेको छौँ यो त राम्रोसँग फस्ने मलाई त्यो अलि टेन्सन छ विदेशी भाग्नुपर्ने हो कि भनेर एउटा खालि त्यति क्वालिटी हो अहिलेको चार्ट त्यस्तो देखेपछि चाहिँ मैले सिनारी राम्रो देखाएको छैन सो अझ पनि यो मैले चाहिँ अब नोभेम्बर भनेको छ भनेपछि मङ्सिर समयमा केही न केही चिजहरू फेरि केही घटना घट्ला कि भन्छु मैले कहिलेलाई भन्नुभएको छ हजुर यो अहिले 2025 को नोभेम्बरको समयमा भनेर भन्नु अस्ति मैले पनि त्यो गणित गर्दाखेरि मैले ठ्याक्कै बिर्सेँ कापमा लेखेर राखेको थिएँ मैले अहिले सेप्टेम्बर अक्टोबर नोभेम्बर छ होइन अब मलाई त्यो हल्ला याद छ मैले बिर्सेँ कि नोभेम्बर भन्दा मङ्सिरै हो होइन त्यो टाइममा चाहिँ राहुको दशा छ यो नेपालको 2022 सालको राहुको पोजिसन राम्रो छैन अनि त्यसले गर्दाखेरिमा चाहिँ हामीले चाहिँ हतारमा गरेको रसफुल डिसिजन चाहिँ गलत पो गरेछौँ कि भनेर छङ्ग छाङबाट खसिएको हुने अवस्था हुन्छ क्या त्यस्तो वाला सिनारी देखाउनु त्यो देखाउँछ त्यो चाहिँ मैले बिर्सेँ क्या मङ्सिरको थियो हजुरको मेरो गणनाबाटै आएको छु होइन यो चाहिँ हजुरको नोभेम्बर 2 भनेर भन्यो त्यतिखेर केतुको दशा मैले चाहिँ भिडियोमा मङ्सिर भनेको छु केतु सकेर शुक्र सुरु हुन्छ हजुर त्यो शुक्र सुरु हुँदाखेरि चाहिँ फेरि अब यहाँ के भन्ने भयो त भन्दाखेरि यहाँ शुक्रले अब यहाँ प्रब्लम लिएर आउनु खोज्छ कि हजुर त्यो हजुरको भिडियोको डिफ्रेन्सलाई अलिकति हेर्दाखेरि जस्तै मङ्गल चाहिँ तुला राशिमा जाने बित्तिकै चाहिँ हाम्रो अहिले होइन प्रधानमन्त्रीको लागि चाहिँ शपथ लिनुभयो भन्ने वाला भिडियो राख्नुभयो त्यहाँ पनि शुक्रको इनर्जी त आयो तुला भन्ने बित्तिकै तुला राशिमा हुने बित्तिकै अब त्यो शुक्रको प्रत्यन्त दशा सुरु हुन लागेको छ भन्ने कुराहरू भयो अब यहाँ खालि के भयो त भन्दाखेरि तिनटै मित्रहरूको चल्दैछ तिनटै मित्रको चल्दैछ तर यसको लग्न चाहिँ मङ्गलको लग्न मङ्गल निज भएको कारणले गर्दाखेरि चाहिँ यो दशाको जुन सिक्वेन्स छ शनि बुध र शुक्रको यिनीहरू तिनटै चाहिँ फेरि मङ्गलको जस्तो दुश्मनहरू पऱ्यो क्या मङ्गल यसपालि त वृश्चिक पऱ्यो नि त लग्न त होइन भनेपछि तिनटै ग्रह चाहिँ सपोर्टिभ हिसाबमा चाहिँ नेपालको कुण्डलीको लागि परिरहेको छैन गणतन्त्र दिवसमा हिसाबमा भन्ने खालको देखाउँछ अब यसबाट मान्छेलाई अत्तालाई खोजाइदिएको त होइन अघि यो वैशाखसम्म देखायो क्या हजुर अप्रिल 11सम्म देखायो होइन सो यो वैशाखसम्मको लागि नै अहिले अन्तरिम सरकार बनेको छ सो भिनस चाहिँ ठ्याक्कै त्यो समयदेखि चाहिँ तपाईँको भनौँ न अबको मङ्सिरदेखि चाहिँ अब कुनै न कुनै किसिमबाट प्रधानमन्त्री चाहिँ एकदम फुल्ली एक्टिभेट कुनै पनि एक्टिभिटीमा चाहिँ फुल्ली एक्सेसिभली एक्टिभेट हुने अवस्थाहरू चाहिँ देखियो होइन तर देशको कुण्डलीको लागि चाहिँ अकारक ग्रह भएको कारणले गर्दाखेरि यस कुनै न कुनै किसिमबाट त्यो रिटालिएसन हुने अस्ति त्यहाँ पनि त्यसै थियो मैले यसपालि 82 सालको चाहिँ नेपालको कुण्डलीमा मङ्गल चाहिँ दशम भावमा राजयोग बनाएर बस्यो दशम भावमा त आफै दिग्बली भयो तर मङ्गल चाहिँ त्यो कुण्डलीलाई चाहिँ फेभरेबल भइदिएन क्या नभइसकेपछि उसले चाहिँ आफ्नो राजयोग दिनुपर्ने एउटा कुनै पावरफुल पोजिसन दिनुपर्ने डिरेक्सन दिनुपर्ने धर्म चाहिँ पुरा गर्छ तर त्यो फेभरेबल तरिकाले एउटा सुदिङ तरिकाले चाहिँ आउँदैन क्या त्यस्तो कुरा थियो त्यो पार्टतिर चाहिँ भन्नु खोजेको यो नेपालको चार्ट गर्दाखेरि यस्तो देखियो हजुर